ओके ल आज म फेरि आइसकेँ न्यू अर्निङ एप्लिकेसनको भिडियो लिएर र आजको अर्निङ एप्लिकेसन चाहिँ एकदमै राम्रो रहेको छ। सो जसमा चाहिँ तपाईँहरूले गेम खेलेर अर्निङ गर्न सक्नुहुन्छ। एकदम इजी गेमहरू रहेको छ। सो के कसरी काम गर्ने, एप्लिकेसनमा जोइन कसरी हुने भनेर सबै भन्नेवाला छु। सो भिडियो अन्तिमसम्म हेर्नुहोला र यो भिडियो चाहिँ कोही कसैलाई धनी बनाउने टिप्स एन्ड ट्रिक दिएको होइन, जस्ट एजुकेसन पर्पजको लागि मात्र बनाएको हो र यो एप्लिकेसनको रिभ्यू मात्र गरिएको हो है त। सो अब लागौँ एप्लिकेसनतर्फ। सो एप्लिकेसन डाउनलोड गर्न चाहिँ सिम्पली मैले कमेन्टमा दिएको लिङ्कलाई क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँहरूलाई डाउनलोड गर्नु भन्छ। सो तपाईँहरूलाई डाउनलोड गर्नु भनेपछि डाउनलोड अथवा इन्स्टलमा थिच्नु होला अनि प्ले स्टोरमा रिडाइरेक्ट गर्छ। त्यहाँबाट एप इन्स्टल गरिसकेपछि सिम्पली तपाईँहरूको यहाँनिर आउनेछ है। सो यहाँ देख्न सक्नुहुन्छ एप्लिकेसनको नाम रहेको छ BBQ सर्ट। योबाट चाहिँ अहिलेसम्म पेमेन्ट पनि दिइराखेको छ है। सो सिम्पली तपाईँहरूले यो एप्लिकेसनलाई ओपन गर्नु होला। ओपन गर्ने बित्तिकै तपाईँहरूलाई लगइन गर्नु भन्छ। एउटा गुगल अकाउन्टले लगइन गर्नु होला। तपाईँहरूले एउटा गुगल अकाउन्टले लगइन गरिसकेपछि तपाईँहरूको आउने इन्टरफेस भनेको चाहिँ यही नै हो। सो तपाईँहरूको यहाँनिर लगइन गरिसकेपछि तपाईँहरूलाई यो आउँछ र तपाईँहरूले यहाँ भनेको गेमहरू खेलेर पनि अर्निङ गर्न सक्नुहुन्छ। सो एउटा भनेको चाहिँ गेम नै खेल्ने हो। सो जसमा चाहिँ तपाईँहरूले यहाँनिर प्ले गर्नु होला। प्ले गरिसकेपछि तपाईँहरूलाई यहाँनिर मिलाउने आउँछ क्या, जस्ट यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ एउटै पार्नुपर्छ, जस्तै यो सेम चाहिँ तपाईँहरूले यहाँ मिलाउनु पर्ने हुन्छ। सो देख्न सक्नुहुन्छ हो यसरी मिलाउने र तपाईँहरूको कुनै यहाँ तल हुन्छ। जस्ट अब यहाँ मिल्ने हुन्छ भने यो तल हुन्छ भने सिम्पली तपाईँहरूले यसलाई चाहिँ हटाउनु पर्ने हुन्छ। हटाएपछि यो आउँछ सिम्पली यसरी मिलाएर चाहिँ तपाईँहरूले गेम खेल्न सक्नुहुन्छ। सो यहाँ देखि नै हाल्नुभयो, तपाईँहरूले यसरी चाहिँ मिलाउनु पर्ने हुन्छ। सो यहाँ कहाँ छ भनेर यहाँ चाहिँ तल पनि रहेको हुन्छ। सो यहाँ तल बढाउ झिकेर पनि गर्न सक्नुहुन्छ। सो सुरुमा तपाईँहरूलाई इजी नै दिन्छ है। सो सबै इजी नै हो यो गेम चाहिँ है, एकदम बच्चाले खेल्ने जस्तो। सो बच्चालाई खेल्न दिएर पनि गर्न सक्नुहुन्छ। सिम्पली यो गेम खेल्न सक्नुहुन्छ भने अहिले चाहिँ मैले खेल्दिनँ, मेरो चाहिँ 203 लेभल चाहिँ पुगी पनि सकेको छ है। सो अनि मेरो यहाँ माथि पनि देख्न सक्नुहुन्छ कति छ ब्यालेन्स भनेर तपाईँहरू आफै हेर्नु होला। र तपाईँहरूले अब यहाँनिर स्पिन देख्न सक्नुहुन्छ। यो स्पिन चाहिँ तपाईँहरूले यो गेम खेल्दा तपाईँहरूलाई यो कोइन दिन्छ र यो कोइन चाहिँ लक पनि हुन्छ र 24 घन्टापछि आफै खुल्नेवाला छ। र तपाईँहरूको यहाँ एउटा स्पिन हान्न चाहिँ 2000 लाग्छ। जस्ट स्पिनमा क्लिक गरिदिनु होला, तपाईँहरूलाई यहाँनिर परि नै हाल्छ। सो यहाँ कन्फर्म गरिदिनु होला, फेरि स्पिन हो यसरी गर्न सक्नुहुन्छ है तपाईँहरूले यहाँबाट चाहिँ। सो म अहिले यो ब्याक गरिदिएँ। सो त्यसरी गर्न सक्नुहुन्छ। र अब अर्को रहेको छ तपाईँहरूले यहाँनिर योबाट पनि यहाँ अब एकदिन यहाँ बसेर पनि गर्न सक्नुहुन्छ। यो टाइमभरि चाहिँ तपाईँहरू यहाँ बस्नुपर्ने हुन्छ। यहाँनिर यो बिस्तारो हुन्छ होइन। सो यो सकेपछि चाहिँ ब्याक गर्नुपर्ने हुन्छ। यो टाइमभरि चाहिँ तपाईँहरू बस्नुपर्ने हुन्छ है त। यहाँ चाहिँ सिम्पली टाइम पनि कम्प्लिट भइसक्यो है। सो अब म सिम्पली यसलाई ब्याक गरिदिन्छु र मलाई यहाँनिर कोइनहरू मिल्छ। सो यो क्लेम गरिदिनु होला र तपाईँहरूले यो ब्याक गरिदिनु होला। अहिले के हो यो क्लेम गर्नु होला हो। अब चाहिँ तपाईँहरूको यो र दुईवटा चाहिँ एउटै हो क्या। सो तपाईँहरूले यो पनि गर्न सक्नुहुन्छ। सो अनि अर्को भनेको यहाँनिर ऱ्याङ्किङ रहेको छ। सो कति ऱ्याङ्किङमा हुनुहुन्छ भनेर यहाँ हेर्ने भइगयो भनेदेखि यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर टास्क भन्ने रहेको छ, जुन चाहिँ तपाईँहरूले अघि हेर्नुभयो। यहाँबाट पनि अब क्लेम गरेर तपाईँहरूले यो क्लेम गर्न सक्नुहुन्छ क्या। सो तपाईँहरूले यो चाहिँ यसरी क्लेम गर्न सक्नुहुन्छ। तपाईँहरूले अब यहाँनिर चाहिँ यो सबै अब जस्तै वाच भिडियो यहाँ 500वटा वाच भिडियो गरेर क्लेम गर्नु होला। र यहाँ तपाईँहरूले 10वटा चाहिँ तपाईँहरूले यो गेम खेल्दाखेरि यो एड हेर्नुभयो भने यो एड हेर्नुभयो भने सिम्पली पुगि नै हाल्छ। र तपाईँहरूले यो गेम चाहिँ 10 मिनट खेल्नुभयो भने सिम्पली यहाँनिर फेरि क्लेम आइहाल्छ। र 10 लेभल चाहिँ कम्प्लिट गर्नुहुन्छ भने तपाईँहरूलाई यो चाहिँ आइ नै हाल्छ। यो चाहिँ तपाईँहरूलाई 24 घन्टामा डेली टास्क आउनेवाला छ। सो अनि योबाट यहाँनिर कोइनहरू एड हुँदै पनि जानेछ है। सो यहाँ टास्कहरू नि कम्प्लिट गर्नु होला र तपाईँहरूले गेम पनि खेल्नु होला। सो अनि अर्को भनेको तपाईँहरूले यहाँबाट चाहिँ डलर पाउने हो क्या, जुन माथि यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर माथि रहेको यो डलर छ नि, जुन हो यो डलर चाहिँ तपाईँहरूले यहाँ एचिभमेन्टबाट पाउन सक्नुहुन्छ। जस्ट यहाँनिर चाहिँ तपाईँहरूले यो जुन देख्न सक्नुहुन्छ यता म सिम्पली यहाँ टास्कमा गएर सिम्पली हो यो छ नि, यो चाहिँ तपाईँहरूले यो क्लेम गर्दा चाहिँ यो बढ्ने हो क्या। तपाईँहरूको यो चाहिँ कसरी बढ्छ भन्दा चाहिँ यो
तपाईँको त्यो क्लेम गरेपछि चाहिँ यो बढ्छ र तपाईँहरूले यहाँबाट क्लेम गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। यहाँनिर दिइरहेको छ थुप्रै है। सो मेरो अब यहाँनिर धेरै पनि छैन है। सो कम्प्लिट गर्न अब यहाँ कम्प्लिट गर्छु। सो अनि त्यसपछि यहाँनिर अब अर्को भनेको तपाईँहरूले यहाँबाट चाहिँ इन्भाइट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। जस्ट इन्भाइटमा जानुभयो भने तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ इन्भाइट गर्दा कति मिल्नेछ भनेर यहाँ भनेकै छ। सो यसका लागि पनि रुल्स चाहिँ यहाँ रहेको छ है। सो यसरी कम्प्लिट गर्नुपर्ने हुन्छ। सो तपाईँहरूले गेम खेल्नु भएन भने चाहिँ तपाईँहरूको हुँदैन। सो यहाँनिर देख्न सक्नुहुन्छ। सो रिवार्डेड अनरिवार्डेड भनेर देखाएको छ। सो त्यही नै हो। अब यो यसरी गेमहरू खेल्नु होला। सो एकदम इजी गरी अर्निङ गर्न सक्नुहुन्छ। अनि जस्ट तपाईँहरूको यो विथड्र गर्न चाहिँ तपाईँहरूको यो पनि विथड्र हुन्छ र यो पनि विथड्र हुन्छ क्या। सिम्पली विथड्र भनेको तपाईँहरूको यो चाहिँ यति रहेको छ, $10 रहेको छ। यो देख्न सक्नुहुन्छ तपाईँहरूले। यो सिम्पली पेपलमा गर्न सक्नुहुन्छ यति पुगेपछि है। सो यहाँनिर देखि नै हाल्नुभयो यति छ भने अब यसको चाहिँ यहाँनिर 0.2 देखि होला 0.1 देख्न सक्नुहुन्छ। मिनिमम 0.1 हुन्छ। मेरो कति भएको छ र यहाँको $1 को कति हो यो तपाईँहरू आफै हेर्न सक्नुहुन्छ र यो पेपलमा सिम्पली गर्न सक्नुहुन्छ। सो यदि पेपल छैन भने सिम्पली मलाई म्यासेज गर्नुभयो भने म सिम्पली तपाईँहरूको विथड्र गरिदिने हाल्नेछु। सो अनि आजको भिडियो चाहिँ यति नै हुन्छ। केही बुझ्नु भएन भने चाहिँ कमेन्ट गर्नुहोला र मेरो WhatsApp च्यानलमा जोइन पनि हुन सक्नुहुन्छ। त्यसको लिङ्क कमेन्टमै रहेको छ। सो त्यही हो। अब अर्को भिडियो लिएर छिट्टै नै आउनेछु।